Hi guys, welcome back to my YouTube channel. फेरि पनि तपाईहरुलाई सबैलाई स्वागत छ मेरो YouTube च्यानलमा। अनि आज चाहिँ रहेको चाहिँ धेरै गफ नगरेको छिटो खाइहालौँ। आज चाहिँ च्यालेन्ज हुनेवाला छैन। आज चाहिँ यतिकै मुकबाङ गर्दिने। अनि यहाँ 2 अन्डा अनि चिसो त्यसपछि गएर चाउचाउ रहेको छ। बोला नि धौलाई रहेछ। नबनाम भनेको भिडियो मम्मीले बनाउने भन्नुको त्यही भएर बनाएको। आज मात्र खाने त्यसपछि 2 महिनापछि बल्ल खाने भने यो चाउचाउ फेरि है बिराम भएको छोरी रे मुख पाकेछ अरे अनि फेरि चाउचाउ खाने पिरो खान मन लाग्यो। अनि यसरी देखाउनु न। यहाँ चाहिँ हाम्रो अन्डा छ। ल सुरु गरौँ ल खाइम ल। यस्तो गर्नु हल्का अस्ति देखिन्छ नि धेरै देखिन्छ कि भनेर पिरो साँच्ची रहेछ करेन्ट चर्चा खाएपछि मोटा हुँदो रहेछ। साँच्ची हामी यहाँ अगाडिपट्टिको बहिनीले दिने करेन्ट चाउचाउ डेली ल्याएर खाने क्या नास्ताकोमा धेरै पनि छोडेको करेन्ट चाउचाउ। नास्ता के खाने भन्ने बित्तिकै चाउचाउ धेरै पनि छोडेको फेरि खाँदैनौँ। आज खाइहाल्यो। आज खाँदा आजपछि फेरि नखाने। च्यालेन्ज गर्नु भनेको होइन च्यालेन्ज अर्को मोमो लिएर भन्यो मोमो बनायो कति मोमोमा बनाइरहने भनेर अरू बनाऊँ ल कुनै भिडियो। बाहिर ब्याकग्राउन्डमा म्युजिक अलिकति म्युजिक अरे ब्याकग्राउन्डमा चाहिँ अलिकति त्यो आवाज के आइरहेछ। अगाडि घर बनाउँदैछ नि त। मलाई फेरि सिलाउन हतार परेछ। एमर्जेन्सी कपडा आइरहेछ त्यसपछि छिटछिट खाँदै छिटो खाएको। चेस गरौँ। चेस भाइ साहब यो अन्डा एकैचोटिमा मुखमा हाल्नु पर्ने त। ल खाइ अलि लास्टमा राख्नु। एउटा उहाँको सिस्टरले गर्नुभएको छ क्या अन्डा मात्र खाएर अरे कतिवटा अन्डा मात्र खाएपछि मोटा डाइटिङ फेरि पूजा कतिवटा दिदी उहाँले एकदम खानुहुन्थ्यो अरे क्या यो करेन्ट चाउचाउ। अनि मम्मीले पनि त्यही सिक्नु फेरि मोटाउनु अनि डाइटिङ गर्नुहुन्छ। लास्टमा रेकर्ड नबज्यो गयो हेर्छु यार। अलिकति एङ्गल स्याङ्गल नमिलेको रहेछ। अलिक यस्तो गरेर खानु यस्तो गर्नु अप्ठ्यारो भयो न। पहिला धेरै खाइन्थ्यो त्यही भएर इन्जिन खराब भयो। अहिले त खाने बित्तिकै टोइलेट राख्छ। पिरो खानै हुन्न टोइलेट लागिहाल्छ। यस्तो गरेर है यो लामो लामो हुन्छ नि। के गरौँ बुढालाई बोलाएर आउनु यसो टिकटक बनाऊँ भनेर भने नि बनाउनु न बुढाले। त्यही भएर छोरीसँग बनाउनु पर्यो। प्लानिङ गरेर भिडियो बनाएको र विदाउट प्लानिङ गरेर भिडियो बनाएको राम्रो हुन्थ्यो। यो प्लान गरेको थिएनौँ कि हामीले प्लानै गरेको थिएनौँ क्या तर पनि बनाइदिइहाल्यो। हजुरहरू मेरो भिडियो किन हेर्नु न हेरेर कमेन्ट लाइक गरिदिनु होला नि हो। यस्तो साह्रो पनि नहेर्नु न। मेरो पहिलाको च्यानल रिमुभ गरिदियो होइन युट्युबजीले गरिदिनु भयो। त्यही भएर नयाँ च्यानल खोलेको। यसमा चाहिँ सपोर्ट देखाइदिनुहोस् यस्तो माया देखाइदिनु सबैले। लाइक कमेन्ट सेयर सब्सक्राइब सबै गरिदिनु न हो। कोहीले नि गर्नुहुन्न। बोलाउँछौँ क्या हजुरहरूलाई पनि खाना बोलाउँछौँ त कहिले यस्तो नास्ताहरू बनाए बेला कमेन्ट साउन्ड गरिदिएपछि यसो कमेन्ट हेरिदिन्छ होइन। अनि त्यसपछि आउनु न खाना खाना नम्बर नि छोडिदिनु भनेर भनिन्छ नि।
पक्का पग म त कपडा सुलाउनु ढिलो भयो फेरि त्यही भएर एउटा सिस्टरलाई अहिले 1 घन्टामा कपडा दिनुपर्ने त्यही भएर छिटो छिटो भ्याइदिएको क्या छ्यामा कस्तो जानुभयो आइहाल्नु छ्यामा हजुर के बन्द पैसा मलाई पैसा छ त्यो टिका कहाँ आउनु पर्छ नि हिजो पनि आउँछ अब एकछिन वेट गर्नु पऱ्यो मम्मीलाई बोलाइहाल्नु अब के गर्ने वर्किङ वुमेन भएपछि यस्तै हो होइन सरी वर्किङ वुमेन हो बिजनेस वुमेन भएपछि यस्तै हो ब्यालेन्स छ छैन ए म्यासेन्जरमा एकैछिन आउनु न एकैछिन त्यो नम्बर दिएर आउनु न आइहाल्नु न एकैछिन इन गरौँ कि भिडियो मम्मी नआउनु चाहिँ थाल साटेर बस्नु एकछिनको लागि मम्मी छोरीको दिदी चल्छ चिसो भइहाल्छ नि त्यहाँबाट चाट्ने मलाई फेरि यस्तो राम्रो एकैछिन आइहाल्नु न बनाइहालौँ क्या बिजी वुमेन यो यसलाई चाहिँ बस्नु एकछिन यति देखिन्छ क्या फेरि ल भिडियो बनाउनु पनि गाह्रो जस्तो छ यसलाई चाहिँ एकै बाइटमा खानु त एकैमा माथि नगर्नु भिडियो सक्दिनु भयो